तुला राशि र तुला लग्न भएका व्यक्तिहरूको लागि यही जेठको 19 गतेबाट गुरु ग्रह कर्कट राशि प्रवेश गर्दा कस्तो फल मिल्छ? विशेष गरी तपाईँ तुला लग्नको हुनुहुन्छ भने तृतीय र छैटौँ स्थानको मालिक भएको जो देवगुरु बृहस्पति हुनुहुन्छ कर्मस्थानमा उच्च भएर बस्नुभएको छ। यस्तो अवस्थामा तपाईँको कामको लागि निकै राम्रो देखिन्छ, कामको लागि नयाँ अवसरहरू पनि मिल्छ, कामको क्षेत्रमा पदोन्नति पनि गराउँछ। तर धेरै प्रतिस्पर्धा हुन सक्छ, एकदमै कम्पिटिसनको समय छ। अबको 1 वर्ष तपाईँको लागि धेरै प्रतिस्पर्धाको समयको रूपमा देखिएको छ। सँगसँगै यो समयमा तपाईँले धेरै जिम्मेवारी पनि पाउनुहुन्छ। अवसर छ तर जिम्मेवारी पनि धेरै छ र प्रतिस्पर्धा पनि धेरै छ। सँगसँगै यो समयमा तपाईँ आर्थिक लेनदेनको पक्षमा विचार गर्नुहोला। तपाईँले कसैलाई ऋण दिने लिने गर्नुहुन्छ भने यो समय खासै राम्रो मानिँदैन। लेनदेनको पक्षमा विचार गरिएन भने ऋण पनि बढ्न सक्छ। र स्वास्थ्यमा ध्यान दिनुहोस्, कफजन्य समस्या स्वास्थ्यमा देखा पर्न सक्छ, पाचन प्रणालीलाई पनि कमजोर बनाउन सक्छ। त्यस कारणले गर्दा स्वास्थ्यमा आर्थिक लेनदेनको पक्षमा भने विचार गर्नुपर्नेछ। कामको लागि राम्रो अवसर प्रदान हुने समय छ, तर धेरै जिम्मेवारी र प्रतिस्पर्धा भने रहन सक्छ।